र यहाँनिर तपाईँले पेआउटमा हेर्न सक्नुहुन्छ मैले चाहिँ यो एपबाट चाहिँ $747, $32, $71, $231, $30, $20 त्यसै गरी तपाईँको $29 त्यसपछि $26, $21, $27 त्यसै गरी तपाईँको चाहिँ $20 चाहिँ मैले यहाँबाट निकालिसकेको छु ओके। र यो चाहिँ एकदम जेन्युइन एप छ र यतिलाई चाहिँ तपाईँले टोटलमा प्लस गर्नुभयो भने चाहिँ $1254 हुन्छ र तपाईँले चाहिँ यसलाई यदि नेपालीमा कन्भर्ट गर्नुभयो भने चाहिँ तपाईँको 1,82,400 हुन्छ ओके, जुन चाहिँ मैले यो फोनबाट कमाएको छु। नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई फेरि पनि म आइसकेको छु एउटा नयाँ र इन्ट्रेस्टिङ भिडियोको साथमा। र आजको भिडियोमा चाहिँ हामीले चाहिँ हनीगेनबाट कमाएको पैसालाई सजिलैसँगले कसरी निकाल्न सकिन्छ त्यसको बारेमा जानकारी दिन गइरहेको छु र तपाईँहरूलाई चाहिँ यदि तपाईँ नयाँ हुनुहुन्छ, तपाईँले चाहिँ हनीगेनको बारेमा केही थाहा छैन भने पनि र यो भिडियोलाई हेरिसकेपछि तपाईँले चाहिँ हनीगेनलाई कसरी जोइन गर्ने र हनीगेनबाट जोइन गरे बापत चाहिँ तपाईँले कसरी पैसा कमाउन सक्नुहुन्छ त्यसको पनि सम्पूर्ण प्रोसेसहरू तपाईँले जान्नु हुनेछ ओके। सो त्यसै कारणले गर्दाखेरि भिडियो चाहिँ निकै नै इन्फर्मेटिभ छ। भिडियोको कुनै पनि पार्टलाई चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला त भिडियोलाई सुरु गरौँ। के साथीहरू, अब भने जानु कि हामीले चाहिँ हनीगेनबाट कमाएको पैसालाई सजिलैसँगले कसरी निकाल्न सकिन्छ त, यानि कि कसरी विथड्र गर्न सकिन्छ। मसँग यहाँ तपाईँले देख्न सक्नुहुन्छ $747 रहेको छ र यो चाहिँ तपाईँले यदि नेपालीमा चाहिँ कन्भर्ट गर्नुहुन्छ भने यहाँनिर देख्न सक्नुहुन्छ 1,08,000 भन्दा बढी चाहिँ मैले यहाँबाट कमाइसकेको छु ओके। र यो चाहिँ मेरो योचोटिको पेमेन्ट हो र योभन्दा अगाडि पनि मैले धेरै पैसाहरू चाहिँ यहाँबाट निकालिसकेको छु। जस्तो म यहाँनिर देखाउन गइरहेको छु ओके। तपाईँ आफूले पनि हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ कति पैसाहरू निकालेको छु भनेर ओके। सो यो कुराहरू त भइ नै हाल्यो। अब चाहिँ हामीले जानौँ कि हनीगेनबाट पैसा निकाल्नको लागि के गर्नुपर्छ। हनीगेनबाट पैसा निकाल्नको लागि चाहिँ फर्स्टमा तपाईँसँग चाहिँ $20 कम्तीमा हुनुपर्ने जरुरी छ। $20 भन्दा पनि मिल्छ, तल पनि निकाल्न नमिल्ने होइन, मिल्छ, तर अलिकति अप्ठ्यारो हुनसक्छ है त तपाईँलाई। त्यसै कारणले गर्दाखेरि चाहिँ म चाहिँ $20 भन्दा माथि भइसकेपछि चाहिँ निकाल्नको लागि चाहिँ रेकमेन्ड गर्नेछु है त ओके। सो यहाँनिर मसँग $747 छँदैछ यो। अब यो निकाल्नको लागि चाहिँ तपाईँले रिक्वेस्ट पेआउटमा गर्नु होला $20 भइसकेपछि होइन। रिक्वेस्ट पेआउटमा गरिसकेपछि तपाईँलाई पेपाल र जमटास्क भन्ने यहाँनिर तल दुईवटा अप्सन देख्न सक्नुहुन्छ। पेपालबाट चाहिँ तपाईँलाई 15% चार्ज लाग्छ है, र अलिकति तपाईँलाई $20 छ भने त 15% काट्यो भने अलिकति थोरै नै पैसा आउने हुन्छ नि त। र मेरो पनि अझ 50% काट्यो भने त जस्तै $100 $100मा $15 त तपाईँको चार्जमै जाने भएको कारणले गर्दाखेरि चाहिँ मैले यो गरिनँ। र तपाईँको यहाँनिर जमटास्क देखाएको छु, जमटास्क चाहिँ फ्रीमा हो ओके। अब जमटास्कबाट निकाल्नको लागि पनि एकदमै सजिलो छ। जस्तो तपाईँले सँग चाहिँ मेटामास्क भन्ने यो एप देखिरहनु भएको छ, यो एप चाहिँ हुन जरुरी छ ओके। र मेटामास्क तपाईँले जस्तो तपाईँले यसमा अकाउन्ट बनाउनु पर्ने हुन्छ। अकाउन्ट बनाउनु भएको छैन भने चाहिँ तपाईँलाई मैले यसको माथि आइकनमा या डिस्क्रिप्सनमा भिडियो राखिदिएको छु, त्यो हेरेर तपाईँले बनाउन सक्नुहुन्छ। एकदमै सजिलो छ है त यो बनाउनुको लागि। जस्तो तपाईँले फेसबुक अकाउन्ट बनाएको भन्दा नि सजिलो चाले तपाईँले मेटामास्क अकाउन्ट चाहिँ बनाउन सक्नुहुन्छ। र त्यसपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ टोकनमा चाहिँ तपाईँलाई इथेरियमहरू के आएको होला। इथेरियममा चाहिँ नराख्ने तपाईँले, जस्तो तपाईँले यसमा चाहिँ यो टोकनमा क्लिक गर्नुभयो भने चाहिँ यहाँनिर BNB चेन भनेर देखाएको छ र BNB चेन देखाइसकेपछि अब BNB आउँछ र यो जम टोकन भन्ने चाहिँ नआएको पनि हुनसक्छ। त्यस्तो केस छ भने चाहिँ तपाईँले जस्तो प्लस आइकनमा जानुहोस् र प्लस आइकनमा गएर चाहिँ यहाँनिर JMPT है जम टोकन यसरी सर्च गर्नुभयो भने यसमा क्लिक गर्नुभयो भने चाहिँ तपाईँको यहाँनिर चाहिँ जम टोकन पनि आउँछ है त ओके। तपाईँले यति गरिसकेपछि चाहिँ एकदमै तपाईँलाई सजिलो छ। यहाँनिर तपाईँले जस्तो रिसिभमा क्लिक गर्नु होला र रिसिभमा क्लिक गरिसकेपछि BNB चेन भनेर यहाँनिर तपाईँले देखिरहनु भएको छ। यसको तपाईँले चाहिँ यहाँनिर क्युआरमा क्लिक गर्नुहोस् या कपी एड्रेस तपाईँले यसरी क्लिक गर्नु होला र कपी एड्रेस क्लिक गरिसकेपछि तपाईँको एड्रेस चाहिँ कपी भइसकेको छ है त ओके। फर्स्टमा OX छ, लास्टमा चाहिँ तपाईँको 5C भनेर देखाइसकेको छ होइन। अनि यहाँनिर तपाईँले के गर्नु भन्दाखेरि चाहिँ अघि जुन तपाईँले हनीगेन चलाइरहनु भएको थियो नि, यहाँनिर आउनु होला र यहाँनिर आइसकेपछि चाहिँ फेरि तपाईँले के गर्नु पर्यो, यहाँनिर जमटास्क तपाईँले सिलेक्ट गर्नुहोस् र कन्टिन्यू गर्नुहोस् है त ओके। र कन्टिन्यू गरिसकेपछि तपाईँले चाहिँ यसलाई चाहिँ जस्ताको त्यस्तै कपी पेस्ट गर्नु होला। OX र लास्टमा रहेको छ तपाईँको 5CDD है त। र यो एड्रेस हाल्दाखेरि चाहिँ तपाईँले आफूले चाहिँ म्यानुअली चाहिँ हाल्ने कोसिस नगर्नु होला, कपी पेस्ट गरेर हाल्नु होला है त ओके। कपी पेस्ट हालेर गर्दाखेरि चाहिँ कतै पनि मिस्टेक नगर्नु होला, नत्र भने चाहिँ तपाईँको पैसा आउँदैन है त ओके। र तपाईँले सिम्पली यसरी कन्फर्म पेआउट गरिदिनुहोस्। यसलाई कन्फर्म पेआउट गरिसकेपछि तपाईँको चाहिँ जुन यो हनीगेन अकाउन्ट बनाउनु भएको जिमेल छ त्यसमा चाहिँ तपाईँको कोड जान्छ है त ओके। जस्तो यहाँनिर मेरो कोड आइसकेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ मेरो चाहिँ यहाँनिर मैले कोड चाहिँ यसरी भेरिफाई गरिदिन्छु र कोडलाई यहाँनिर तपाईँले यसरी भेरिफाई गरिसकेपछि देख्न सक्नुहुन्छ द इक्विभ्यालेन्ट अफ यति डलर चाहिँ तपाईँको $747 जम्प टास्क विल बी सेन्ट इन 2 बिजनेस डेज भनेको छ। र एकछिन चाहिँ हामीले चाहिँ यसलाई अब वेट गर्नुपर्ने हुन्छ है त ओके। 2 बिजनेस डेज भने पनि तपाईँको चाँडो नै यो पैसाहरू चाहिँ आउँछ है त ओके। र यहाँनिर तपाईँले ट्रान्जेक्सन हिस्ट्रीमा गएर चाहिँ एकछिन यसरी तपाईँले हेर्नुभयो भने चाहिँ प्रोसेसिङ देखाएको छ र यो प्रोसेसिङ देखायो भने तपाईँको एकैछिनमा चाहिँ यो तपाईँको पैसा चाहिँ गइ नै हाल्छ है त ओके। ओके साथीहरू, यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ मेरो चाहिँ मनी सेन्ट भनेर देखाइसकेको छ है त ओके। जस्तो तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर $747 भनेको छ, यहाँनिर तपाईँको चाहिँ मनी सेन्ट भनेर आइसकेको छ ओके है त।
र यहाँनिर चाहिँ मैले रिक्वेस्ट गरेको थिएँ 12 तारिकमा, तपाईँको चाहिँ योचोटि चाहिँ अलिकति 17 तारिकसम्म गएको छ। 5 दिन चाहिँ मेरो यो पैसा आउनुको लागि टाइम लाग्यो। अरू बेला चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, जस्तै मैले अरू बेला गर्दाखेरि चाहिँ जतिखेर गरेछ, जुन टाइममा गरेछ त्यही टाइममा नै आउँथ्यो, जस्तै 1 मिनट पनि ढिलो नभइकन आउँथ्यो। योचोटि चाहिँ अलिकति सायद अब भ्याकेसनहरू होलिडेहरू भयो भने चाहिँ तपाईँलाई चाहिँ अलिकति ढिलो पनि आउन सक्छ है त। ओके, अब यो पैसा चाहिँ मेरो वालेटमा आयो कि आएन त्यो हेरौँ है त। ओके साथीहरू, म चाहिँ मेरो यहाँनिर वालेटमा आइसकेको छु र तपाईँले चाहिँ अहिले चाहिँ जम्प टोकनमा चाहिँ 0 देखिरहनु भएको होला, तर आत्तिनु पर्दैन तपाईँको चाहिँ यहाँनिर आउने नै छ है त। ओके, र यहाँनिर चाहिँ म एक्टिभिटीमा गएर देखाइदिन्छु। र यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ, मैले चाहिँ रिसिभ टोकन भनेर चाहिँ मैले यहाँनिर पैसा रिसिभ गरिसकेको छु र त्यसै कारण तपाईँले देख्न सक्नुहुन्छ यो पैसा चाहिँ मैले पठाइ पनि सकेको छु अर्को वालेटमा है त। ओके, त्यसै कारणले गर्दाखेरि चाहिँ अगाडि चाहिँ तपाईँको 0 देखाएको हो, तर तपाईँको चाहिँ 0 देखाउँदैन, ढुक्क हुनु होला है त। ओके, अब यहाँबाट आएको पैसालाई चाहिँ तपाईँले कसरी चाहिँ ब्याङ्कमा पैसा पठाउने, अब तपाईँले चाहिँ कसरी चाहिँ इसिआमा पैसा पठाउने भन्ने कुरा थाहा छैन भने चाहिँ तपाईँले माथिको भिडियो हेर्न सक्नुहुन्छ। साथसाथै तपाईँलाई चाहिँ यदि त्यो भिडियो हेर्न मन छैन, अलिकति पुरानो जस्तो लाग्छ भने तल कमेन्ट गर्नुभयो भने चाहिँ म नयाँ भिडियोमा चाहिँ तपाईँलाई चाहिँ कसरी ब्याङ्कसम्म पैसा पुर्याउन सकिन्छ त्यो पनि त्यसको डिटेल्स सहित चाहिँ ल्याउने छु, तल गएर कमेन्ट गर्नु होला है त। ओके, र अर्को तरिका भनेको चाहिँ तपाईँले चाहिँ मलाई इन्स्टाग्राममा गएर मेसेज गर्नुभयो भने चाहिँ तपाईँलाई अलिकति गाह्रो लाग्छ भने चाहिँ म आफैले चाहिँ तपाईँलाई पैसा निकालेर तपाईँलाई दिने नै छु है त। ओके, सो त्यसको लागि तपाईँहरूलाई चाहिँ कुनै पनि प्रब्लम हुँदैन, बस तपाईँले पैसा चाहिँ कमाउनु पर्यो है त। ओके साथीहरू, अब भने जानु कि हामीले चाहिँ हनीगेन भनेको के हो त, यसले चाहिँ कसरी पैसा दिन्छ है त। ओके, सो हनीगेन भनेको जस्ट एउटा इन्टरनेट सेयरिङ एप हो। यसले चाहिँ तपाईँको चाहिँ खेर गएको इन्टरनेटहरू हुन्छ नि त्यसलाई चाहिँ युज गर्छ, अनि त्यसलाई युज गरेपछि चाहिँ तपाईँलाई पैसा दिने काम गर्छ है त। ओके, र यो एप चाहिँ म आफैले पनि युज गरेको छु, 5 वर्ष भइसकेको छ र मैले कसरी पैसा कमाइरहेको छु तपाईँ आफैले पनि हेर्न सक्नुहुन्छ है त। ओके, कुनै पनि गाह्रो कुरा छैन, एकदमै सजिलो छ, जस्ट इन्टरनेट सेयर गर्छ र यसलाई डाटा साटाको पनि कुनै पनि तपाईँहरूलाई चाहिँ रिस्क चाहिँ हुँदैन है त, किनभने म आफैले पनि युज गरेको चाहिँ 5 वर्ष भइसक्यो, मैले तपाईँलाई भनि नै हालेँ है त। ओके साथीहरू, अब पनि जानु कि हामीले चाहिँ हनीगेनबाट चाहिँ कसरी पैसा कमाउन सकिन्छ है त। ओके, सो हनीगेनबाट पैसा कमाउनको लागि चाहिँ एकदमै सजिलो रहेको छ। जस्ट तपाईँले यो एपलाई चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ है त। ओके, सो यो एपलाई डाउनलोड गर्नेको लिङ्क तल मैले डिस्क्रिप्सनमा राखिदिनेछु र तपाईँलाई चाहिँ अब सम्पूर्ण कुराहरू थाहा छैन भने चाहिँ आइआइकनको भिडियो पनि हेर्न सक्नुहुन्छ। र त्यसपछि तपाईँले जस्ट मैले यो राखिदिएको मेरो रेफरल कोड छ, यो रेफरल कोड राख्नुभयो भने चाहिँ तपाईँले चाहिँ $3 बोनस पनि पाउन सक्नुहुन्छ है त। ओके, $3 भनेको अब 500 रुपियाँ बोनस पनि पाउन सक्नुहुन्छ र तपाईँले चाहिँ $20 भइसकेपछि त्यो पैसालाई निकाल्न पनि सक्नुहुन्छ है त। ओके, र एप डाउनलोड गर्नुभयो, यो कोड राख्नुभयो र त्यसपछि चाहिँ तपाईँले सिम्पल के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ तपाईँले चाहिँ जस्ट इन्टरनेट चाहिँ तपाईँले युज गर्छ होइन, थोरै के एकदमै मिनिमम तपाईँको युज गर्छ र त्यसपछि तपाईँलाई त्यो अनुसार चाहिँ यसले पैसा दिन्छ है त। ओके, र $20 भइसकेपछि चाहिँ तपाईँले यहाँबाट चाहिँ पेमेन्ट निकाल्न सक्नुहुन्छ। एकदमै सजिलो छ, कुनै पनि तपाईँहरूलाई प्रब्लम छैन र तपाईँले पनि एकचोटि युज गरेर हेर्नु होला है त साथीहरू। भिडियो यति नै थियो र तपाईँले चाहिँ यदि कुनै पनि कुराहरू बुझ्नु भएको छैन भने तल कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला, म नयाँ भिडियो लिएर आउने कोसिस गर्ने नै छु है त। ओके, फेरि पनि अर्को नयाँ र इन्ट्रेस्टिङ भिडियो छ, हामी भेट्ने नै छौँ। त्यतिखेर चाहिँ मलाई बाइ, टेक केयर, ह्याभ अ गुड डे, जय नेपाल।